Hi everyone, सबैजना नमस्ते। सोचे ट्रेड नेपालको युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। सो आजको यस भिडियोमा हजुरहरूलाई दुबईमा सुशी सेफको स्यालेरी कति हुन्छ सम्बन्धीमा कुरा गर्न चाहन्छु। वान मोर टाइम, मेरो नाम चाहिँ राजीव राई, म चाहिँ सुशी सेफ र सुशी ट्रेड नेपालको फाउन्डर र म चाहिँ लामो समय म पनि एउटा सुशी सेफ भएर काम गरेँ विगत 6 वर्ष जस्तो जर्मनीमा र अहिले नेपालमा जस्ट मैले आफ्नै अफिस ट्रेनिङ सेन्टर खोलेको छु र यदि हजुर सुशी सिक्न चाहनुहुन्छ भने तपाईँ हाम्रो अफिस जुन चाहिँ सुशी ट्रेड नेपाल अफिस आउन सक्नुहुन्छ। अनि मैले जानेको बुझेको जति पनि मैले विद्यार्थीहरूले ट्रेनिङ गरेको र जति पनि विद्यार्थीहरूले ट्रेनिङ गरेर हामीले जब प्लेसमेन्ट गरेर विभिन्न देश विदेशमा दुबईतिर काम लागेको, स्पेशली म दुबईको कुरा गर्न चाहन्छु किनभने प्राय धेरैले मलाई सोध्नुहुन्छ सर दुबईमा स्यालेरी कति हुन्छ, कति कमाइन्छ, कति सेभिङ हुन्छ लगायत त्यस्तो बारेमा दुबईको बारेमा कुरा गर्न चाहन्छु स्पेशली किनभने प्राय म्याक्सिमम काम लागेको विद्यार्थीहरूले हाम्रो दुबईमै हुनुहुन्छ। त्यसले गर्दा यो भिडियो चाहिँ म स्पेशली जो चाहिँ दुबई जाने सोच गर्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ उहाँहरूको लागि चाहिँ डेडिकेट। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने प्लिज हाम्रो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। हाम्रो फेसबुक ग्रुप छ सुशी ट्रेनिङ नेपाल फेसबुक ग्रुप छ, तलको कमेन्ट बक्समा डिस्क्रिप्सन बक्समा पनि एउटा फेसबुक ग्रुप छ, त्यो क्लिक गरेर जोइन गर्नु होला। त्यसमा चाहिँ 8,000 भन्दा बढी हामीसँग मेम्बरहरू हुनुहुन्छ प्राइभेट हो। त्यसमा चाहिँ हामी सुशी, बारिस्टा, इङ्ग्लिस क्लास, विभिन्न यहाँको जब प्लेसमेन्ट लगायतको पोस्टहरू हामीले प्राय गरिरहेको हुन्छु। त्यो ग्रुप चाहिँ टन्स अफ भ्यालु पाउनुहुन्छ, त्यो ग्रुप चाहिँ जोइन गर्नु होला। सो आजको यस भिडियोमा हजुरहरूसँग म दुबईमा कति कमाइन्छ त हैन, के दुबईमा काम पाउनु सजिलो छ लगायत विभिन्न कुरा गर्न चाहन्छु किनभने म पनि स्वयं लास्ट टाइम तपाईको यो दशैंको बेलामा म दुबई गएको थिएँ र दुबई निकै नै राम्रो, दुबईमा निकै नै राम्रो स्कोप देखेँ मैले र तपाईहरु प्राय सबैलाई थाहा होला बुझ्ने हो भने दुबईमा तपाईले राम्रो अर्निङ पनि गर्न सक्नुहुन्छ र बुझ्ने हो भने युरोप बराबरै दुबई भइसकेको छ है। र म एकदम एक्साइटेड छु कि अबको झन् 5-10 वर्ष पछाडि दुबई के होला भनेर के है। त्यसले गर्दाखेरि सबैको अहिले प्राय जस्तो नेपाली दाजुभाइको केन्द्रबिन्दु युरोप छिर्नुको लागि अथवा अमेरिका, अस्ट्रेलिया, क्यानाडा भनेर नै प्राय जस्तो चाहिँ दुबई जानुहुन्छ हैन। तर बुझ्ने हो भने दुबईमै पनि तपाईँ एउटा प्रोफेसनल लेभलमा जानुहुन्छ, एउटा कुनै के तपाईको राम्रो स्किल छ भने तपाईले दुबईमा राम्रो अर्निङ गर्न सक्नुहुन्छ। र मलाई लाग्दैन कि हजुर युरोपै जानुपर्छ जस्तो लाग्दैन, मलाई लाग्दैन कि हजुर अमेरिका हुन्छ नि अस्ट्रेलिया, क्यानाडा जानै पर्छ जस्तो लाग्दैन। यदि तपाईसँग राम्रो स्किल छ भने सायद तपाईले दुबईमै पनि राम्रो अर्निङ गर्न सक्नुहुन्छ। तर नेपालमा के छ भने एउटा गल्फ कन्ट्री भनेर चाहिँ अलिकति हेरिन्छ, तर बुझ्ने हो भने दुबईमा धेरै अपर्च्युनिटी छ। सो अब म कुरा गर्न चाहन्छु स्यालेरीको बारेमा है। र वान मोर टाइम, यो चाहिँ मेरो जति पनि मेरो एक्सपिरियन्सको आधारमा, जति पनि मेरो विद्यार्थीहरूले अर्निङ गरेको आधारमा यो मैले चाहिँ तपाईहरुको म्याचमा म बनाइरहेको छु है। र दुबईमा सुशीको धेरै राम्रो स्कोप छ है। तपाईको यो जुन चाहिँ जापानिज फुड एकदम राम्रो छ र जसरी बारिस्टा भने जस्तै पिज्जा भने जस्तै सुशी पनि एउटा जापानिज फुड हो, एकदम यो प्राय जसो विदेशीहरूले मन पराइन्छ। र दुबई भनेको एउटा बिजनेस हब पनि हो। बिजनेस हब भन्नाले चाहिँ कस्तो भने दुबईमा चाहिँ टुरिस्ट एरिया, विभिन्न संसारको धनी धनी मान्छे बिलियनर अथवा बिजनेस गर्नुको लागि पनि त्यो एउटा बिजनेस हब छ र त्यहाँ चाहिँ ट्याक्स फ्री पनि छ। जति तपाईले कमाउनु भएको सरकारले ट्याक्स नदिएर तपाईले राम्रो अर्निङ गर्न सक्नुहुन्छ। र बिजनेसको लागि पनि प्राय म्याक्सिममले चाहिँ दुबई चाहिँ चुज गरिरहेको हुन्छ। अब स्यालेरीको कुरा गर्नु पर्दाखेरि दुबईमा जति पनि नयाँ हुनुहुन्छ, फर्स्ट जसको चाहिँ एक्सपिरियन्स छैन अथवा भर्खर एक्सपिरियन्स पनि ठिकै छ भनेर चाहिँ तपाईले कमाउने भनेको दुबईमा बेसिक एभरेजमा भने तपाईको 2500 दिराम भन्दा माथि नै कमाउनुहुन्छ। जस्तै 2500, 2700, 2800 सम्म मैले देखेको छु मेरो विद्यार्थीहरूले र म्याक्सिमम भनेको 3000 सम्म छ। नत्र लो मिनिमम भनेको दुबईमा भनेको चाहिँ तपाईको स्यालेरी भनेको 2000 दिराम र 1800 पनि हुन्छ है। तर नर्मली कस्तो छ भने दुबईमा चाहिँ दुबईको डिमान्ड चाहिँ नेपालमा डाइरेक्ट मेन पावरमा अलिक कमै आउँछ है। यो जति पनि युट्युबबाट भिडियो हेर्दै हुनुहुन्छ तपाईहरुको लागि एकदम यो उपयुक्त हुन सक्छ। यो भिडियो आफ्नो साथीभाइलाई शेयर गरिदिनु होला। दुबईमा चाहिँ कस्तो छ भने तपाईको सुशी सेफको डिमान्ड चाहिँ दुबईमा अलिकति कम आउँछ एज कम्पेयर टु तपाईको साउदी, साइप्रस, तपाईको कतारहरु हेरिकन चाहिँ दुबईमा कम आउँछ किनभने दुबईमा प्राय जसो चाहिँ लोकल हायरिङ हुन्छ भन्नाले त्यही अलरेडी जो चाहिँ दुबई युएई मा छ, युनाइटेड अरब्स अफ एमिरेट्समा जो छ उहाँलाई बढी फोकस गर्छ हैन। किन कम्पनीले त्यत्रो बाहिरबाट मेन पावरहरु झिकाउनु कि जबकि दुबईमा प्रशस्त सुशी सेफहरु पाइन्छ भने त्यसले गर्दा प्राय जसो लोकल हायरिङ हुन्छ। र स्यालेरी पनि मैले हजुरहरुलाई भनिहरु प्राय जसो जति पनि मेरो अनुभव, मेरो एक्सपिरियन्समा चाहिँ तपाईको 2500 एभरेजमा चाहिँ हो, 28, 2700, 2800 हेरी हुन्छ। त्यो पनि तपाईमा डिपेन्ड पर्छ तपाईले कतिको कस्तो इन्टरभ्यु दिनुहुन्छ, ट्रायल कसरी दिनुहुन्छ भन्ने कुरोहरु। र लोमा भनेको चाहिँ तपाईको चाहिँ जस 2000 र नेपालबाट पनि मेन पावरबाट जान्छ भने 17-1800 मा चाहिँ गइरहेको छु। त त्यसमा चाहिँ खानु बस्नु दिन्छ। अब कुरा गरौँ सर दुबईमा के कम्पनीले खानु बस्नु दिएर त्यत्रो स्यालेरी हो भन्ने तपाईको मनमा जिज्ञासा पनि लाग्ला कतिलाई, किनभने यो भिडियो बनाउन एकदम उपयुक्त छ किनभने धेरै जना अहिले दुबईको ट्रेन्ड छ, सबै दुबई जान खोजिरहेछ।
प्राय जसो दुबईमा तपाईलाई कम्पनीहरूले खानु बस्नु दिँदैन एकोमोडेसन तपाईको आफ्नै पर्न जान्छ है र दुबईमा बस्ने भनेको चाहिँ के हो भने प्राय जस्तो एउटा होस्टेल हुन्छ होस्टेलमा चाहिँ फर्स्ट फ्लोर सेकेन्ड फ्लोर थर्ड फ्लोर गर्दै गर्दै त्यसरी कन्जस्टेड एउटा रुममा चाहिँ तपाईको चाहिँ लगभग 6 जना 8 जना गरेर चाहिँ बस्नुपर्ने हुन्छ त्यसरी चाहिँ प्राय जस्तो चाहिँ बसिरहेको छ किनभने पैसा कमाउनु गएको र दुःख हुन्छ है र अब आफ्नै रुम लिएर बस्नेले पनि बस्छ नबस्ने हैन तर त्यही हो हजुरको लाइफस्टाइल लिभिङ स्ट्यान्डर्ड कसरी जिउने भन्ने कुरो हो र यदि हजुरले आफ्नै तरिकाले बस्नु चाहनुभयो भने फेरि त्यो अनुसार महँगो पर्न गयो हजुरको हैन अब तपाईको स्यालेरी छ तपाईको 2800 छ भने 1500 नै गयो भने स्यालेरी त कम बच्यो नि त हैन सो त्यसले गर्दाखेरि हजुर चाहिँ कसरी लाइफस्टाइल जिउने र कस्तो ठाउँमा तपाईँ बस्दै हुनुहुन्छ भन्ने पनि छ दुबईमा अब मेन भनेको प्राय म्याक्सिमम भनेको चाहिँ नेपालीहरू बस्ने भनेको हजुरको बर्दुबईमा छ हैन बर्दुबईमा चाहिँ नेपालीहरू म्याक्सिमम बढीजना हुनुहुन्छ र बर्दुबईमा चाहिँ नेपालीहरू धेरै पनि छ र त्यहाँ चाहिँ तपाईको नेपालीहरू जस होस्टेलमा गएर बसिरहेको हुन्छ र तपाईहरु पनि त्यसरी नै बस्नुपर्ने हुन्छ है बुझ्नु पनि आई होप तपाईले बुझिराख्नु भएको होला है अनि दुबईमा चाहिँ कस्तो हुन्छ भने अब कुरा गरौँ इंग्लिशको बारेमा पनि कुरा गर्न चाहन्छु इंग्लिश कतिको चाहिन्छ त सर यो सुशी सेपमा भनेको इंग्लिश चाहिन्छ अफ कोर्स तर त्यस्तो खतरा भन्ने चाहिँ चाहिदैन हजुरको चाहिँ सिम्पल इंग्लिशमा भनेको चाहिँ एउटा बेसिक भए पनि चाहिन्छ तपाईले जस्तै आफ्नो बारेमा परिचयमा दिनु पर्यो टेल मी अबाउट योरसेल्फ हैन वेयर डिड यु वर्क बिफोर पहिला काम कहाँ गरेको के सुशीहरु बनाउन आउँछ एक्सपिरियन्स के छ किन सुशी फिल्ड चुज गरेको ह्याजर के हो हैन कस्तो चटनीबाट के काटिन्छ लगायतका यस्तो प्रश्नहरु चाहिँ प्रायः जसो सोधिन्छ जुन चाहिँ यो चाहिँ तपाईहरुको लागि गुड न्यूज यदि तपाईहरु हामीबाट सिक्न चाहनुहुन्छ भने चाहिँ क्वेशन एन्सर पीडीएफ फाइल पनि हामी तपाईलाई प्रोवाइड गरिदिन्छौँ हाम्रो विद्यार्थीहरुलाई र मैले भनिहालेँ सुशी ट्रेन नेपाली ट्रेनिङ मात्र हैन कि एउटा राम्रो प्रोपर गाइडेन्स पनि गर्छौं र त्यही भएको कारणले गर्दाखेरि यदि हजुर राम्रो ट्रेनिङ छ भने सायद तपाईहरु आउन सक्नुहुन्छ हाम्रो ट्रेनिङ सेन्टर र नम्बरहरु सबै तपाईले अगाडि स्क्रिनमा पनि देखिसक्नु भएको छ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ सो मैले भनिहालेँ यो स्यालेरीको बारेमा कुरा गर्दैछु र मेन भनेको दुबईमा त्यही हो तपाईको एभरेजमा भनेको 2500 देखि माथि लोएस्टमा भनेको 2000 हो है खानु बस्नु कम्पनीले दिदैन बस्नु आफ्नै हुन्छ कति खानु चाहिँ कम्पनीले पनि दिन्छ है इट डिपेन्ड्स अपन द कम्पनीमा हुन्छ होला कतिले बस्नु पनि देला तर जति पनि मेरो एक्सपिरियन्सको आधारमा चाहिँ अलिक कमै नै छ है आई होप हजुरले बुझ्नुभयो होला र अब अर्को कुरा गर्न चाहन्छु हजुरलाई अब त्यो बारे कुरा त भयो हैन र अर्को चाहिँ के तपाईलाई म भन्न चाहन्छु भने चाहिँ तपाईको चाहिँ अब कस्तो हुन्छ भने कन्ट्र्याक्टको कुरा गर्न चाहन्छु है कन्ट्र्याक्ट भनेको तपाईको चाहिँ 2 वर्षको कन्ट्र्याक्ट हुन्छ यदि कुनै कम्पनीले तपाईलाई दियो भने 2 वर्षको कन्ट्र्याक्ट हुन्छ मेडिकल तपाईलाई गर्नुपर्ने हुन्छ र तपाईको भिजा भनेको 2 वर्षको हुन्छ अनि त्यसरी चाहिँ जस दुबईमा चाहिँ सुशी सेफहरुलाई चाहिँ यस्तो सेवा सुविधाहरु चाहिँ प्रोवाइड गरिन्छ आई होप तपाईले धेरै बुझ्नुभयो होला हैन यो भिडियोबाट र मैले विशेष बनाउनु कारण चाहिँ के छ भने स्यालेरी कस्तो हुन्छ इन्टरभ्युमा के सोधिन्छ र तपाईको फ्यासिलिटीहरु के हुन्छ भने चाहिँ सम्बन्धीमा चाहिँ यो खासै मैले बनाएको आई होप यो भिडियोले तपाईलाई धेरै नै इन्फर्मेसन पाउनुभयो होला सो त्यही छ यदि हजुरहरु अब राम्रो ट्रेनिङ सेन्टरको खोजीमा छ यदि हजुरहरु सुशी सिक्न चाहनुहुन्छ अनलाइनबाट पनि हामीसँग क्लास गर्छौं फिजिकल पनि हामी क्लास गर्छौं र यदि हजुरहरु राम्रो ट्रेनिङको सेन्टरको खोजीमा हुनुहुन्छ भने हजुरले हामी सुशी ट्रेन नेपाल हजुरले कन्ट्याक्ट गर्न सक्नुहुन्छ अगाडि दिएको नम्बरमा हजुरले त्यो हाम्रो लोकेसन फोन नम्बरहरु सबै छ र आई होप यो भिडियो तपाईलाई धेरै भ्यालु पाउनुभयो होला मैले आशा गरेछु अपेक्षा गरेछु र त्यही भन्दै म आजको यस भिडियो म यही समाप्त हुन चाहन्छु फेरि नयाँ भिडियो लिएर नेक्स्ट भिडियोमा आउँछु र कृपया हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरिदिनुस् म त्यति भन्दै म हजुरहरुबाट म बिदा हुन चाहन्छु नमस्ते